त्यो समय कस्तो थियो? आर्थिक रूपमा तपाईँ कस्तो? आर्थिक रूपमा भन्छु सर, त्यतिकैमा मेरो छोराको अकस्मात बिमार भयो, हर्नियाको बिमारी भयो। त्यो छोराको अपरेसन गर्न 10,000 रकम लाग्छ भन्नुभयो डक्टरले। मैले त्यो 10,000 समाजमा खोजेँ सहयोग, मैले कहीँ पाउन सकिनँ। 10,000 दिएनन् तपाईँलाई कसैले? दिएनन् सर, मलाई कसैले पत्याएनन्। त्यही पीडाले म आफ्नो सन्तानलाई काखमा बोकेर त्यतिकै घर फर्केँ। 6 महिनामा गर्ने अपरेसन मैले छोरो 5 वर्ष भइसक्दा हर्नियाले असर पुर्यायो अनि म बाध्य भएर भारत जानु पर्यो। एउटा 10,000 मसँग उपलब्ध नभएको भएर मैले भारत अर्काको मुलुकमा गएर काम गरेर दुबई आफै भारत श्रीमान जानुभयो? श्रीमती दुबईजना गयौँ, काम गरेर छोराको अपरेसन गरेर फर्केर आयौँ। फर्केर आउँदा जग्गा धनीले आफ्नो जग्गामा बस्न दिएन अनि जाने कहीँ ठाउँ थिएन। माइत जाउँ भने माइत बाटो बन्द भइसकेको थियो, समाजले काम दिन्थेन। यसको काखमा सानो बच्चा छ, के काम गर्छ र भन्थ्यो, काम पाउँथिनँ। धेरै पीडाहरू थियो। भारतमा काम गर्दै त मैले जसो तसो 10,000 रुपियाँ बचाउन सफल भएको थिएँ। त्यही 10,000ले एउटा जङ्गलको छेउमा सानो टुक्रा जमिन पाएँ मैले। त्यो जमिनमा झुपडी बनाएर बस्दै गरेको थिएँ। दिनभरि पानी पर्यो भने अर्काको घरमा गएर छोराछोरी राख्थेँ। जब राति हुन्थ्यो, पानी पर्थ्यो, मैले त्यो छोराछोरीलाई गुन्द्री हुन्छ, बोरी हुन्छ ओढाएर रात गुजारा गर्थेँ। यस्तै रीतिले मेरो दिनचर्याहरू चलिराखेको थियो। दिनभरि अर्काको काम गरेर श्रीमानले ल्याउनुहुन्थ्यो, त्यसले भात त जुट्थ्यो, तर छोराछोरीलाई पढाउन साह्रै समस्या थियो। कसैको आँप बेच्थेँ, कसैको लिची बेच्थेँ, 100-200 रुपियाँ बस्थ्यो। छोराछोरीले आज त मम्मी बजार जानुभएको छ, साँझ मासु खान पाइन्छ भन्थे। त्यही 100-200ले मैले मासु खुवाउँथेँ। त्यस्तरी दिनचर्या चल्दै गएको थियो। 2061 सालको कुरा हो। नवप्रतिभा बचत तथा ऋण कार्य सहकारी संस्थाबाट सर म्यामहरू घर दैलो गर्दै आउनुभयो अनि सरहरूसँग भेट भइसकेपछि मलाई भन्नुभयो, तपाईँहरूलाई अति नै दुःख रहेछ, सुकुम्बासीमा यसरी बस्नु भएको रहेछ, तपाईँले बचत गर्न सुरु गर्नुहोस्, संस्थासँग कारोबार गर्नुहोस्, हामी तपाईँहरूलाई सहयोग गर्न तयार छौँ भन्नुभयो। अनि हामी केन्द्र सङ्गठन गऱ्यौँ। 30 जनाको केन्द्र बनायौँ, जसमा 20 जना मेरो दलित दिदीबहिनीहरू हुनुहुन्छ, 8 जना जनजाति हुनुहुन्छ र 2 जना ब्राह्मण हुनुहुन्छ। समूह गठन गरिसकेपछि केन्द्र प्रमुखको भूमिका सुरुमा मैले नै गरेँ। धेरै लेखपढ त छैन मेरो, म केन्द्र चलाउन सक्ने क्षमता ममा थिएन। संस्थाले तालिम दिनुभयो केन्द्र चलाउनको लागि। तालिम लिग्यौँ। तालिम लिगिसकेपछि अलिक सहज भयो। सुरुमा 2 रुपियाँबाट बचत सुरु गऱ्यौँ। 2 रुपियाँबाट बचत सुरु गरेको अहिले कति गर्नुहुन्छ? 61 सालमा अहिले कति गर्नुहुन्छ? गर्दै 2 रुपियाँबाट गरेको बचत अहिले हामीले 1100 मासिक बचत गर्न सफल भएका छौँ। हजुर, अहिले तपाईँको सम्पन्नता छ नि, तपाईँको सफलता छ नि, ती छोराछोरी कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? बचत गर्दै जाँदा मैले संस्थासँग फेरि 63 सालमा ऋण कारोबार गरेँ। संस्थासँग 6,000 रुपियाँ लोन लिगेँ। 6,000 लिगेर 2वटा बाख्रा पाल्न सुरु गरेँ। बाख्रा त पाल्थेँ, तर बाख्राले छिटो आम्दानी दिन्थेन। त्यो बाख्राको आम्दानी पर्खिन अलि ढिलो हुन्थ्यो, किस्ता त तिर्न परिसक्थ्यो। किस्ताको लागि म यो बाख्रा मात्र पालेर भएन, मैले बाख्रा खरिद्छु अन्त गएर सस्तोमा अनि ल्याएर 100-200 बचाएर बेच्थेँ। त्यो बचेको पैसाले किस्ता तिर्न मलाई अझै मद्दत पुग्यो अनि मलाई अझै हौसला भयो। यो मेरो सानो भयो, अझै मैले पेसा बढाउन सक्छु। बाख्रासँग सँगसँगै मैले भैँसी पनि पाल्न सक्छु। भैँसी र गाई जोडेँ। फेरि संस्थासँगै मैले दोस्रो लोन लिएँ, भैँसी गाई किनेँ, दुध व्यवसाय गरेँ। दुध बेचेर मेरो घर खर्च चल्न मद्दत पुग्यो। किस्ता तिर्न पनि मलाई बिस्तारै बिस्तारै श्रीमानले लेबर मजदुर गर्नुहुन्थ्यो, त्यसबाट खान पुग्थ्यो। गाईको दुध दहीबाट मैले छोराछोरी पढाउँथेँ। त्यस्तै गर्दै जाँदा फेरि मलाई अझै मन बढ्यो, यतिले आय आर्जन भयो। अझै मेरो घर चुहुनी छ। अब यो चुहुनी घरलाई मैले कसरी ओत बनाउने होला, मलाई घरको छानो फेर्न मन लाग्यो। फेरि म तेस्रो कर्जा लिगेँ, घरको छानो फेर्न सफल भएँ। भनेको अहिले पक्की घर छ तपाईँको?
पक्की छ सर अहिले पक्की त म अझै दोस्रो पटकमा गरेँ हजुर एनीवे पक्की ओछसम्म घर छ बनाउन अहिले सफल भएँ अहिले हजुर पक्की घर छ तपाईँको छ सर कुनै दिन छ गुन्द्रीले छोराछोरीलाई पानी पर्दा हो छेक्ने सर मान्छे छ अहिले म ढलाने घर बनाउन सफल भएको छु ताली एकचोटि ताली बजाइदिनु होला कृपया हामी त्यस्तै गरी हजुर पटक पटक मैले कर्जा लिएँ त्यसपछि घर बनिसकेपछि गरी खाने ठाउँ छैन वास्तव भयो मैले यो पाखा पखेरोलाई सम्म बनाएर खेती योग्य जमिन बनाउन मन लाग्यो फेरि संस्थामा गएँ मैले फेरि चौथो लोन लिएँ त्यसै गरी त्यो पाखा पखेरोलाई खेती योग्य जमिन बनाएँ त्यो जमिनबाट आय आर्जन हुन थाल्यो मेरो बच्चाहरूले 6 महिना पेट भर्न सक्ने भए अनि मलाई अझै हौसला आयो त्यति गरेर भएन परिवारसँग सल्लाह गरेँ हामीले अझै पनि कर्जा लिएर अरू काम गर्न सक्छौँ खेतीको साथसाथ यो खेतीलाई अरू खेती पनि गराउने गर्न सक्छौँ भन्यौँ फेरि संस्थामा गएँ पाँचौँ पटकमा मैले इनार खन्ने लोन लिएँ इनार खने त्यो इनारबाट सिँचाइ गरेर तरकारी खेती गर्न सुरु गरेँ तरकारी खेती गर्दा गर्दै मलाई किस्ता तिर्न अझै सहज भयो तरकारी गर्दा गर्दै मैले अरू पनि गर्नुपर्छ भन्नेपट्टि गयो फेरि मैले कर्जा लिएँ कुखुरा पाल्न सुरु गरेँ ब्रोइलर कुखुरा मैले 200 देखि ब्रोइलर कुखुरा पाल्न सुरु गरेँ राम्रै भयो राम्रो हुन्छ जस्तो लागेर फेरि मैले 500 को खोर बनाएँ गर्दै जाँदा मैले 1500 सम्म ब्रोइलर कुखुरा पाल्न सुरु गरेँ 1500 अहिले के छ तपाईँको अहिलेको कुखुरा फार्म गाई पनि पाल्नु भएको छ भैँसी पनि छ बाख्रा पनि छ दुईटा बाख्रा ल्याउनु भएको थियो सुरुमा हजुर अहिले कतिवटा छन् अहिले मेरो 12-13 वटा बाख्रा छन् 12-13 वटा बाख्रा पनि छन् तरकारी खेती पनि छ सबै किसिमले चाहिँ तपाईले अहिले व्यवसाय गरिरहनु भएको छ दशैं तिहारमा मलाई ऋण खोज्नु पर्दैन मैले बाख्राको पाठाहरू वर्षभरि तयार गर्छु 5-6 वटा बाख्रा बेच्छु वर्षमा मेरो दशैं तिहार सजिलोसँग छोराछोरीलाई पढाउनलाई पनि अहिले छोराछोरीलाई मैले पढाएँ धेरै त मैले पढाउन सकिनँ सर 12 सम्म मैले जसो तसो पढाएँ अहिले छोराछोरीलाई दक्ष बनाएको छु छोरो मलाई विदेश पठाउन मन लाग्यो खाडी मुलुकमा जान्न म युरोप पुग्छु भन्यो नजाऊ भन्दा उसको मनले भने एक पटकलाई सहयोग गर्दिनु न मम्मी संस्थासँग गएर कुरा राख्नुहोस् म कमाउँछु हाम्रो गरिबीलाई अलि धकल्न सक्छु कि म तपाईलाई मद्दत गर्छु भन्यो अनि फेरि संस्थामा गएँ संस्थासँग सल्लाह गरेँ संस्थाले मलाई फेरि कर्जा उपलब्ध गर्नुभयो ठीक छ व्यवसायबाट किस्ता तिर्नुहोस् छोरा कमाउँदै पढ्दै गर्छन् भने हामी सहयोग गर्छौँ भन्नुभयो अनि छोरालाई युरोप पठाउन सफल भएँ अहिले छोराको पनि राम्रो हुँदै गएको छ मेरो 3 जना छोराछोरीको विवाह पनि म संस्थासँगै जोडिएर गरेँ राम्रोसँग विवाह गरेको छु अहिले मैले पटक पटक गरेर तपाईलाई म अब यही रोके जस्तो तपाईलाई जीवनमा यो तहमा पुगुला भन्ने कुनै दिन थियो थिएन सर म यसरी ढलाने घरमा बस्छु भन्ने सोचेको पनि थिएन म पछि तपाईसँग आउँछु हस् हुन्छ म अर्को हाम्रो सदस्य टुक कुमारी कार्कीज्यूसम्म पुग्छु माइक समाउनु होला यहाँको जीवनको आजको दिन यहाँले कसरी सम्झिनुहुन्छ आजको दिन जुन स्तरमा तपाईले आफ्नो व्यवसाय गरेर जुन स्तरमा यहाँले सफलता हासिल गरिरहनु भएको छ लघुवित्त संस्थाहरूसँग तपाईँ जोडिएर कसरी सम्झिनुहुन्छ सर्वप्रथम यो सभामा आउनुभएको सम्पूर्ण सर म्याडमहरूलाई नमस्कार गर्न चाहन्छु मेरो नाम टुका कुमारी कार्की हो र मेरो घर पर्सागढी नगरपालिका मेरो जीवन कहानी सुरुदेखि भन्नुपर्दा म सिन्धुपाल्चोक जिल्लाबाट झरेको हो सम्पत्तिको नाममा 3टा छोरी लिएर झरेको हो सम्पत्ति 3टा छोरी हजुर सम्पत्तिको नाममा 3टा छोरी लिएर झरेको खाली हात म बिरगञ्ज झरेको हो त्यसमा मैले अरूको घरमा भाडामा बसेर अरूकै खेतमा हुन्डा पटाइया गरेर आर्थिक अवस्था हाम्रो नाजुकै खाना लाउन धोइ थियो हामीलाई दुःखले दिन काटिरहेका थियौँ अनि त्यस्तै अब यस्तै दुःख गर्दा गर्दै हाम्रो जिन्दगी यस्तै नै बित्छ कि भन्ने सोचमा हामीले लागिरहेका थियो अहिले यहाँ पुगिन्छ भन्ने अलिकति कल्पना पनि गर्न सकेका थिएनौँ र एक दिनको कुरा हो हाम्रो पर चौधरी गाउँमा चाहिँ छिमेक ब्याङ्कले एउटा समूह खोलेको छ अरे महिला त्यसमा चाहिँ कर्जा दिनुहुन्छ अरे बिना धितोको भन्ने सुन्यो अनि अब हामीलाई त त्यतिखेर त्यो गरिबीको कारणले खाना लाउन त धौ थियो बच्चाहरूलाई पढाउन त झन्
परे नै जाओस् सरकारी स्कुलमा पनि कापी कलम किन्न सकिरहेको थिएन। कसैले 100 रुपियाँ पनि सापट्टि नदिँदाखेरि हामीले गएर 15,000 बिना धितोको दिनुहुन्छ भनेपछि त एकदम खुसी भएर त्यो चौधरी गाउँमा गएर दिदीबहिनीहरूसँग नम्बर मागेर लिएर आयौँ र सरलाई बोलाएर 7 दिन दिदीबहिनीहरूसँग सबैसँग सल्लाह गरेर 7 दिनको तालिम गराएर हामीले 65 साल माघ 13 गते समूह दर्ता गऱ्यौँ र 15,000 रुपियाँ उठायौँ। 15,000 उठायौँ। कसैले गाई बिमा गर्दाखेरि चाहिँ गाई भैँसी बिमा गर्दा 20,000 त्यसरी उठाएर अनि कर्जा चलायौँ। पहिला हामीले बजारमा ल्याएर पात टिपेर सालको पात टिपेर बजारमा ल्याएर बेच्थ्यौँ जितपुरमा। पातै बेच्नुहुन्थ्यो पहिला। पहिला अहिले तपाईँको यो पछाडि हामी भिडियो हेरिराखेका छौँ। बजार तपाईँहरूले जे गरिरहनु भएको छ त्यसको हजुर पात टिपेर हामीले जितपुर बजारमा ल्याएर बेच्थ्यौँ। त्यो पात बेच्नुभन्दा अब हामीलाई चाहिँ यो पात हामीले अर्कालाई बेच्नुभन्दा दुना टपरी बनाएर बेच्दाखेरि त केही फाइदा हामी आफै खाउँ न भन्ने सोचले आफैलाई अलि धेरै फाइदा हुन्थ्यो, हामीलाई सहज हुन्थ्यो आर्थिक अवस्था चलाउनलाई भन्ने सोच आफैमा कल्पना लाग्यो। म एकदम पहिलादेखि नै यस्तो व्यापार व्यवसाय गर्न चाहिँ रुचाउने मान्छे। अनि यो गर्छु भन्ने सोच म आफैमा बनाएर मैले ऋण लिएर आफैले मेसिन राखेर पात बनाउन थालेँ। अनि पात बनाउन थाल्दाखेरि त बजार व्यवस्थापन खोज्नै पर्यो। कहाँ जाने त अब भन्दा काठमाडौँ छिरेँ। काठमाडौँ छिरेर कसैले सहायता त्यतिखेर काठमाडौँ भन्ने मलाई कुनै गल्लीहरू थाहा थिएन, कहिले आएको पनि थिइनँ। अब समस्या त त्यो 2-3टा छोरी लिएर झरेको थियो। उहाँ गएपछि 2टा भए, 5वटा सन्तान भएपछि खुवाउन 5 सन्तानको आमा हुनुभयो तपाईँ। अनि हजुर काठमाडौँ आएपछि काठमाडौँमा घुमी गल्ली गल्ली घुमेर खोज्दाखेरि हाम्रो त्यो 2 आइटमको मात्रै थियो पहिला कचौरा टपरी। 2 आइटमले हामीले मार्केट चलाउन सक्दा रहिन्छौँ। त्यहाँबाट मेसिन थप्नु पर्ने भएर हामीले चाहिँ 13 आइटमको नमुनाहरू काठमाडौँबाट लगेर फेरि मेसिन थपेर सरहरूसँग सल्लाह गरेर ऋण थपेर मेसिन थपेर अनि उसमा ल्याएर पात बनेपा भक्तपुर असल होलसेल चलाएँ। अहिले के छ? म आफैले चलाएँ। चलाउँदै जाँदाखेरि बीचमा हाम्रो एकदम डरलाग्दो भयङ्कर कोभिड कोरोनाको महामारी आइदियो। हजुर हजुर। अब के गर्ने त हामीले त अब गरिराखेको काम पैसा खेलाउने बानी लाग्यो। अलिअलि पैसा कमाउँदै जग्गा जमिन जोड्दै गरेका थियौँ। खाना लाउनको लागि सहज भएको थियो। अब पैसा कमाउने चलाउने बानी लागेपछि हामीलाई समस्या भयो। अब के गर्ने भनेर सल्लाह गरेर घरमा सल्लाह गर्दाखेरि अब गाई थपौँ। अनि सरहरूसित सल्लाह गर्दा नि हुन्छ हामी ऋण दिन्छौँ थप्नुहोस् न त भन्ने कुरा आयो। अनि गाई फार्म खोलेँ। त्यसैले अनि यो कोभिडको महामारी पछि गाई पनि थपेको छु। गाई पनि छ अहिले। त्यो मैले यो काठमाडौँ मार्केटमा ल्याउँदाखेरि त मैले गाउँको 7 गाउँको पात बटुल्थेँ सर। हजुर। 7 गाउँको पात बटुल्दाखेरि मुठाको आइटम अनुसारको मुठा हैन, हजुर। त्यही हिसाबले पैसा गरेर गाउँका दाजुभाइ दिदीबहिनीहरूलाई 300 भन्दा बढी जनालाई दाजुभाइ दिदीबहिनीहरूलाई गाउँका बुढाखाडा आम्दानीसँग जोड्नु भएको थियो, पैसा कमाउने बनाउनु भएको थियो। दिलाइदिए उनीहरूलाई नुन तेल यताउता। एकचोटि कृपया यसका लागि पनि यहाँहरूले ताली बजाइदिनुहोस्। कमसेकम आफू मात्रै होइन, आफूसँग सबै चिज नहुँदा पनि केही सम्भावना देख्ने एउटा मान्छेको चाहिँ नि कथा हो यो। र यस्तै सम्भावना देख्नेहरूका कथाहरू हामी सुन्दैछौँ। तेल यताउता दसैँ मान्न, तिहार मान्न, तीज मान्न महिलाहरूलाई मैले 3 लाख 4 लाख 5 लाखसम्म खर्च सिजन अनुसारको बान्न तयार भएँ। उनीहरू लिनुभयो, खुसी भन्नुभयो, पात दिनुभयो, मलाई तिर्नु भयो, खाना त खानु भएन हैन। त्यस्तै गर्दै कर्मश चल्दै जाँदा कोभिडले गर्दाखेरि मार खाएर गाई हाल्नु पर्यो। अनि गाई हालेँ। गाई हालेपछि पनि 2-4 जनालाई घरमा रोजगारी 7 जनालाई त्यतिखेर दिएर राखेका थिएँ। त्यो मुठा गन्ती पात दिने भन्दा बाहेक र ती 7 जनाको रोजगारी चाहिँ अलिकति कम भयो। गाई हालेँ। त्यहाँबाट फेरि ट्र्याक्टर किन्ने छोरोलाई। अनि ट्र्याक्टरबाट लेबर काम, मिस्त्री काम यताउता गर्दा झन् 14-15 जनाले रोजगारी पनि पाउनु भयो। अझै झन् राम्रो भयो हैन त।
हजुर अनि महिनाभरि रोजगारी 14-15 जनाले खानु पनि भयो। 200-250 जनाले यो कोभिडको महामारीले गर्दाखेरि पातमा अझै पनि रोजगारी पाइराख्नु भएको छ। अहिले पनि अहिले पनि छ, अहिले चलाइरहेको पनि छ। पातलाई अर्को पनि तपाईँले बनाए जस्तो लाग्यो त्यहाँ मैले भिडियोमा हजुर। हेर्दा होइन त्यो बस दुईवटाभरि बनाइराखेको छ। यो असनको मार्केट चाहिँ हामीले कोभिडको उसले गर्दा छोड्यो भने हस् भक्तपुर र बनेपा आउँदैछ, उता माथान जाँदैछ, अझै गाउँघरमा हामी चलिरहेको छ। एकछिनपछि म तपाईँसँग अझै जोडिन्छु हुन्छ फेरि सोध्छु ल छिमेकी ब्याङ्क थिएन भनेदेखि हामी कहाँबाट गर्न सकिन्थ्यो अनि यो उन्नति? छिमेकीले यो तहको चाहिँ नि उहाँको जीवनमा रूपान्तरण ल्याइदियो छिमेक ब्याङ्कले नै हामीलाई यो प्रगति उन्नति दिनुभएको हो। छिमेकलाई धन्यवाद दिन चाहन्छु, म त खुसी छु छिमेक ब्याङ्कबाट। हस् ए, यो छिमेक राम्रो अवसर पनि हो धन्यवाद दिने होइन मैले अहिले सोध्ने नै थिएँ छिमेक ब्याङ्कले हामीलाई दियो मात्रै भनेर हुँदैन, हामीले पनि लिएर सदुपयोग गर्न जान्नु पर्यो नि त। हो सदस्यले सदुपयोग गर्न सदुपयोग सबैभन्दा ठुलो कुरा हो पाउनु उपलब्ध हुनु मात्रै ठुलो कुरा होइन होइन दिन गर्दै जाँदाखेरि समस्याको बावजुद पनि आइलाग्यो र डरले पछि हट्नु भएन। जसरी हुन्छ अघि बढ्न कसिन सक्नु पर्यो। कोही दिन नाफा कोही दिन घाटा भन्ने कुरा त पर्दै जान्छ नि, जान्न र? हो ठिक हो अँ। यहाँको जुन उत्साह छ नि मनभित्रको आँट छ नि त्यसैले आज यहाँलाई चाहिँ यो तहमा पुर्याएको छ पालिकामा 3 बिघा जग्गा जोड्या छु खेत। अनि एउटा खरको झुपडी 16,000 मा त्यतिखेर वर्ष दिनमा भाडामा बसेर किनेर खरको झुपडी 16,000 मा किनेर बसेको थिएँ। त्यो खरको झुपडी भत्काएर एउटा टिनको झुपडी बनाएको छु। त्यहाँ देखिसक्यो तपाईँको घर झुपडी होइन राम्रै छ अनि 3 बिघा खेत उहाँ छ। छोराको लागि एउटा ट्र्याक्टर जोडिदिएको छु। दुईटा छोरो पनि भनौँ न, ती 3 आनाको 6 आनाको घडेरी जोड्या छु यहीँ उसमा छ बर्मखेल। अनि त्यसको अब त्यही हो मेरो उत्पत्ति। हस् धेरै धेरै धन्यवाद यहाँलाई एकदमै एउटा उत्साह जगाउने एउटा आँट र आफै प्रतिको एउटा भरोसा र अठोटले एउटा जन्मेको नाम हो चाहिँ नि टुककुमारी कार्की। हस् धेरै धेरै धन्यवाद यहाँलाई फेरि हामी जोड्छौँ र अब हामी शान्ता नेपाली दाङबाट हुनुहुन्छ उहाँलाई माइक दिनु होला यहाँले अहिले हासिल गरेको सफलता लघुवित्तसँग जोडिएर हासिल गरेको सफलता सुनाइदिनु होला हामीलाई। हजुर सम्पूर्णलाई मेरो नमस्ते। मेरो नाम शान्ता नेपाली। मेरो घर तुलसीपुर 17 दाङ दुधराजमा पर्छ। म आत्मनिर्भरको प्रमुख पनि छु। यसमा अब सरले एउटा प्रसङ्ग जोड्नु भएको थियो, कति खुसी हुनुभएको छ भन्नुभएको थियो नि। म सीमा छैन सर, हजुर मेरो सीमै छैन कि खुसीको खुसीको सीमा छैन सर। म कति भाग्यमानी आज यो ठाउँमा आउनु पाउनु भनेको त म धेरै भाग्यमानी। यहाँ आउनु र हजुर जीवनमा सफलता हासिल गर्नु। हजुर यसमा मेरो आत्मनिर्भर लघुवित्तको सरहरूको सबै सम्पूर्ण टिमहरू जति पनि आउनुभएको छ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। सरहरूलाई पनि धन्यवाद। म धेरै खुसी छु। के गरिरहनु भएको छ अहिले यहाँ कुन तहबाट यहाँ आउनु भयो आफ्नो जीवनमा कुन तहको जीवन बाँचिरहनु भएको थियो र अहिले चाहिँ यहाँ आत्मनिर्भरमा जोडिसकेपछि यहाँले जीवनमा के चाहिँ हासिल गर्नुभयो? अब पहिलेको कुरा गर्ने हो भने म एकदमै जिरो लेभलको मान्छे। अब कुरा गर्ने भने त अलि धेरै पनि आउला, अलि आँसु पनि आउला मेरो। अलि मलाई कसैले पनि नसम्झिने अब अलिकति परिवारबाट पीडित पनि भनेको थिएँ। हजुर म परिवारबाट पीडित थिएँ। हुन त मेरो सरकारी जागिर थियो मेरो बुढाको, तर पनि जागिरले मात्रै पनि नहुने रहेछ। किनभने त्यो जागिर भएर सदुपयोग पनि त गर्नु पर्यो, आफ्नो फ्यामिलीलाई पनि त हेर्नु पर्यो। त्यसमा मेरो 3वटा छोरी थियो। उहाँ र म एउटै रहेछौँ। छोरी 3 छोरीको मम्मी रहेछौँ, एउटै रहेछौँ। अनि अहिले 4वटा होला। मेरो चाहिँ 3वटा छोरी छ। मलाई त्यति बेला म परिवारबाट म धेरै घृणित थिएँ। अब राम्रो कसैले नमान्ने। उहाँले पनि मलाई सपोर्ट पनि दिनुहुन्थेन। त्यसपछि मेरो जिन्दगी अन्धकार थियो सर। उहाँले भनेको श्रीमानले हजुर सहयोग गर्नु भएन त्यो कहिले पनि साथ सपोर्ट कहिल्यै नदिने। मैले राम्रो गर्न खोज्दा कहिले पनि त्यो बाटोलाई कहिले पनि मलाई सपोर्ट साथ कहिले दिनु भएन। त्यही पनि यो मनलाई तिमी घरकै काम गर्ने हो यतै घरतिरै गर न भन्ने जस्तो कुरा गर्नु थियो मैले अब केही गर्नुपर्छ भन्ने, अलिकति पैसालाई पनि चिन्नुहोस् भन्ने त्यस्तो गर्थेँ। उहाँले सुन्दिनुहुन्थेन। अनि अब नसुन्देपछि म अलि पीडितै थिएँ सर। म पीडित भएपछि म माइतीमै बस्थेँ। अब माइतीमा बसेपछि अब मेरो जिन्दगी अन्धकार थियो। छोराछोरीलाई धेरै शिक्षा दिन, अब राम्रो स्कुलमा पढाउन मन छ। अब आफूले नपढे पनि छोरीलाई राम्रो शिक्षा दीक्षा दिन मन थियो। त्यति बेलामा अब आफूसँग आय स्रोतै छैन।
नभएपछि म के गर्ने अब म सोची म डिप्रेसनमा जाने जस्तो भइसकेको थिएँ। त्यति बेलामा संजोग भन्ने कि भाग्य भन्ने के भन्ने 2069 साल वैशाख 6 गतेतिर यो आत्मनिर्भरको सरहरू घर दैलो कार्यक्रममा आउनु भएको रहेछ। अनि उहाँहरूसँग मेरो भेटघाट पनि भयो। अनि भएपछि म समूहमा पनि आबद्ध पनि भए पश्चात मलाई 20,000 रुपियाँ लगानी पनि गरिदिनु भयो। लगानी गरिदिएपछि मैले त्यो पैसाले मैले व्यापारतिर एउटा सानो दोकान जस्तो अब कसैले ढेब्ली भन्छ, कसैले खोका भन्छ, कसैले के भन्छ, आफ्नो ठाउँको त्यो भाषा त्यो उसलाई दोकान गरेँ। दोकान गरेपछि सुरुमा मेरो किराना पसल भयो सर। किराना पसल पछि फेरि अब यतिले मात्रै त नहुने रहेछ भन्ने लाग्यो। अब त्यहाँबाट त्यही कर्जा ल्याउँदै गर्दा चिया नास्ता पसल गरेँ। चिया नास्ता पसलपछि मैले अहिले फेरि थपेर होटल सञ्चालन गरिराखेको छु। होटल छ, हजुर। नाम के राख्नु भएको छ होटल? मेरो शान्ता किराना के अरे नास्ता एन्ड यस्तो किराना यस्तो के लेखेको छु लेख्न त अहिले ठ्याक्कै ठिक छ। शान्ताको एउटा हजुर होटल अहिले खुल्न सफल भयो। 20,000बाट सुरु भएको यहाँको व्यावसायिक यात्रा अहिले कहाँ पुग्यो? अहिले त धेरै माथि पुगिसक्यो। कति लाख पुग्यो होला? लमसम पुग्यो होला। अब अहिले त ठ्याक्कै त मलाई आएन सर। तर पनि मैले जिरोबाट मेरो छोरीहरूलाई 10 क्लाससम्म मैले बोर्डिङमा पढाएँ। मेरो त्यो एउटा ठुलो धोका थियो। अनि 11 र 12 पनि तुलसीपुर जस्तो एउटा ज्ञानज्योति जस्तो कलेजमा 12 क्लास जेठी छोरीले पनि पास गरिन्। अनि अहिले माइली छोरीले पनि जेठीले म्यानेजमेन्ट लिएर पढेको। माइलीले फेरि अब राम्रो मार्क्स आएको कारणले गर्दा त्यो के अरे साइन्स विषय ल्याएर पढेको। कान्छीले 7मा पढ्छिन्। अहिले अब तिनी मेरो छोरीहरूले हेरिराखेको छन्। अनि मलाई यहाँ सरले यस्तो अवसर दिनुभएको थियो। अनि मेरो छोरीहरूले नै मलाई यहाँ पठाएको। मम्मी ताली बजाइदिनु होला छोरीहरूका लागि एकचोटि, छोरीहरूले हेरिरहनु भएको छ भने। कहिले कसो म बिरामी परे भने यो समूह मेरो घरमै बस्छौँ, मेरो पसलमा बस्छौँ। त्यसपछि मेरो छोरीहरूले हेरिदिन्छन्। पुरै त्यो डिटेल सबै लेख्नु, कति उपस्थित हुनुभयो, कति हुनु भएन, कतिको पैसा आयो, अनि राखिदिने। कहिले काहीँ म्यामहरू अब यस्तै बन्दको कारणले जान पाउनु भएन भने त्यो पैसा सुरक्षितसँग मेरो छोरीहरूले राखिदिन्छन्। किनभने मेरो छोरीहरूले पनि धेरै धेरै धन्यवाद दिन्छन्। धेरै खुसी यो लघु वित्त आत्मनिर्भरलाई। हस्, यहाँसँग म फेरि कुरा गर्नेछु। अब म धन्यवाद। जर्जिना म्यामसँग जोडिन्छु। जर्जिना म्याम, खासमा आजको जीवन कसरी चलिरहेछ तपाईँको? यो जब लघु वित्तमा जोडिनु भयो त्यसपछि तपाईँको जीवन कसरी चलिरहेछ? त्योभन्दा अगाडिको कस्तो थियो? हस् त, धन्यवाद सरलाई। सम्पूर्णमा मेरो नमस्कार। मेरो नाम जर्जिना कार्की, सुनसरी 3 बाङ्गे शाखा मौली लघु वित्तबाट म पालेको। हजुर, मेरो जीवन पहिला धेरै दुःखदायी थियो। मैले यो संस्थामा पस्नुभन्दा अगाडि धेरै म कमजोर है। अब घरको आर्थिक अवस्था पनि त्यस्तै नाजुक, समाजले पनि नपत्याउने, घरमा पनि अब साथ सपोर्ट थिएन। अनि एकदम जिरो लेभलबाट गरेको हो। मैले यो मौली लघु वित्तमा पस्दाखेरि मैले सुरुमा 25,000 कर्जा लिएर सानो व्यवसाय, सानो गुम्ती जस किराना पसल गरेको थिएँ। अनि त्यहाँबाट अहिले बढाउँदै त्यस्तै अब केटाकेटी पढाउनु पर्ने, 2टा नानीहरू छ। श्रीमान मेरो नसाको बिराम हुनुहुन्छ। अहिले पनि? हजुर, अहिले पनि त्यही हुनुहुन्छ। अनि बालबच्चा पढाउनलाई अलिक असहज भयो। त्यही भएर यो लघु वित्तबाट मैले कर्जा लिएर पसल गरेर थोरै गरेर अहिले अलिक राम्रो स्तरमा आएको छु भनौँ। अहिले मैले त्यो पसलबाट एउटा ट्र्याक्टर किनेको छु है। अनि प्लस यही संस्थाबाट फेरि ऋण खाएर टिफर पनि किनेको छु। टिप्पर पनि छ तपाईँको? त्यो पनि किनेको छु। प्लस त्यहाँनिर मसँग अब अरू संस्थामा जोडिने हुने दिदी बहिनीको श्रीमानहरूलाई 2-3 जनालाई रोजगार पनि दिएको छौँ। टिप्परमा, ट्र्याक्टरमा पसल छँदैछ? हजुर, पसल पनि छँदैछ। हजुर, त्यसरी 2-3 जनालाई हामीले काम पनि दिएको छौँ। समाजमा तपाईँको पहिलाको पहिचान कस्तो थियो? तपाईँलाई पहिला यो व्यवसाय नगर्दा, संस्थामा नजोडिदा को तपाईँको जर्जिया र अहिलेको के छ फरकपन? पहिला म यो संस्थामा जोडिनुभन्दा अगाडि कुनै पनि महिला दिदी बहिनीहरूले भनौँ न, अब समाजले नै जे होस् यसले नपत्याउने, एउटा 1000 रुपियाँमा पनि नपत्याउने है। अनि कुनै पैसा कर्जा माग्दाखेरि पनि नदिने, अब खानको त्यस्तै अभाव, छोराछोरी पढाउने, अब श्रीमान त्यस्तो भएपछि अलिकति
उयो त भइहाल्छ। त्यसरी नपत्याउने जब यो संस्था आयो है, संस्थाबाट मैले कर्जा लिएर यहाँसम्म पुगेपछि अहिले सबैले मलाई जे होस् मागेको बेला दिनुहुन्छ होइन। अहिले अब यसो भन्नुहुन्छ उसो भन्नुहुन्छ, जे होस् राम्रै गर्नुहुन्छ भनौँ न। अहिले जे होस् हजुर एउटा नाम र पहिचान बनेको छ तपाईँको। हजुर केही पर्यो भने सोध्नुहुन्छ कसैले गाउँमा अहिले? हजुर केही सल्लाह माग्नु पर्यो, केही गर्यो भने तपाईँलाई सोध्ने उर्ने गर्नुहुन्छ? हुन्छ सल्लाहमा आउनुहुन्छ, यसो गर्दा के हुन्छ, यसरी गर्दा यसरी माग्दाखेरि भनेर कर्जाको विषयमा हुन्छ। अब यसो गर्दा हामीले उहाँहरूलाई सल्लाह गरेर कर्जा दिने, यसो गर्दा यो हुन्छ भनेर उहाँलाई बताउने। अनि यो कर्जा लिएर यसरी गर्नुपर्छ भनेर गुडियाको तालिमहरू पनि आउनुभएको थियो, दिनु पनि भएको यो संस्थाले। त्यो गुडियाको तालिम लिएर पनि कति महिला दिदीबहिनीहरूले गुडियाको त्यो तालिम लिएर बेचेर पनि अहिले व्यवसाय चलाइराख्नु भएको छ। हस्, धन्यवाद। म फेरि तपाईँसँग जोडिनेछु। जोरदार ताली बजाइदिनु होला कृपया। अब यो पहिलो राउन्डको अन्तिम प्रश्न छ। अन्तिम वक्ता हुनुहुन्छ हिरा देवी चौधरी। हिरा म्याम, यहाँले आफ्नो आजको यो सफलता हामीसँग कसरी साट्नुहुन्छ? तपाईँको जीवनको सफलता यत्रो हामी करिब 600-700 चाहिँ सङ्ख्यामा बसिरहेका छौँ। हाम्रो बिचमा तपाईँको सफलता साटिदिनु होला, आजको सफलता। धन्यवाद सर। मेरो नाम हिरा देवी चौधरी। म टिकापुर शाखा किसान समूहदेखि। माइक अलि नजिक राख्नु होला, मुखको नजिक राखेर बोल्नु होला। म पहिला गाउँमा मजुरी गर्थेँ, पसल थिएन। मजदुरी भनेको कसैकोमा गएर ज्यालादारीमा काम गर्नुहुन्थ्यो? काम गर्थेँ। हजुर हजुर। त्यो साधारण बिहे भयो। सानै थिएँ, 15 वर्षको थिएँ। सानैमा बच्चा भयो। त्यसपछि खाना लाउन एकदम ढाउ। श्रीमानको तलब पनि थिएन, अरूको घरमा काम गर्नुहुन्थ्यो। उहाँ 1500 हो कि 1200 पाउनुहुन्थ्यो तलब त्यहाँ। त्यसपछि म पनि काम गर्थेँ, मजुरी गरेर सानो पसल राख्ने सोच गऱ्यौँ टिकापुर। तरकारी पसल सुरुमा त 5000 देखि सुरु गऱ्यौँ। 5000 को सामान किनेर हजुर व्यवसाय सुरु गर्नुभयो? त्यही मजुरी गरेको पैसाले 5000 देखि सुरुवात गऱ्यौँ। तरकारीको व्यापार थियो सानो। अनि त्यो कहिलेकाहीँ बन्द भएको बेलामा ठेलामा काँक्रा बेच्ने, खरबुजा बेच्ने, बच्चा लिएर सानो बच्चा लिएर बेच्थेँ म। बोक्नुहुन्थ्यो कि ठेलामा राख्नुहुन्थ्यो बच्चालाई? बोक्थेँ। पछाडि बोक्ने अनि ठेला चाहिँ यसरी ठेल्ने? हजुर। हजुर। अहिले त्यही ठुलो पसल बनाउनलाई किसान सहकारी संस्थाले मलाई ऋण दियो। 20,000 देखि सुरु गरेँ मैले। 20,000 देखि सुरु गरेको पसल अहिले लगभग भइहाल्छ हाम्रो आम्दानी 35-30 हजार जति दिनको? दिनको। 20,000 बाट सुरु गरेको पसलमा अहिले 35-30 हजार रुपियाँ दिनकै आम्दानी हुन्छ। हजुर। एकचोटि कृपया यो रूपान्तरणका लागि यहाँहरूले ताली बजाइदिनु होला। यो रूपान्तरण हो। 20,000 मा सुरु गरेको व्यवसायले अहिले दैनिक 30 देखि 35 हजार रुपियाँ आम्दानी गर्नुहुन्छ। हजुर। हजुर। अहिले के भन्छन्, बाबुलाई राम्रो स्कुलमा बोर्डिङमा पढाएको छु। त्यही काँधमा बोक्ने बाबु? हजुर हजुर। अनि के भन्छन्, एउटा अटो किने, गाडी छ, बाइक। अनि बजार छेउछेउमा जग्गा किनेछु। एउटा घरबास किनेछु। घर बनाएको छैन, अब बनाउने सोचमा त्यो छु। 20,000 जति बेला ल्याउनु भएको थियो नि संस्थाबाट, हजुर। त्यो 20,000 ल्याएर के व्यवसाय थप्नु? अब खर्च यस्तो छ, छोराछोरीलाई नि राम्रो लाउन खाउन पाइया छैन, हजुर। यसलाई यतै खर्च गराउनु त भने भए आजको जिन्दगी हुन्थ्यो होला कि हुन्थेन होला? हुन्थेन। हजुर। एकदम ऋण मात्रै लिएर हुँदैन, त्यसमा मेहनत र सङ्घर्ष गर्नुपर्छ भनेर 1-1 रुपियाँ बचाएर त्यो सालमा थप्दै गर्दा ऋण लिने अनि तिर्न सजिलो हुन्छ भनेर अलग्गै छुट्याएर राख्ने। अहिले के भन्छन्, ठुलो बनाउने सोच छ। अब अझै बढाउने सोचका साथ काम गरिरहनु भएको छ भनेको ल्याएको ऋणलाई व्यवस्थापन राम्रोसँग गरियो र त्यसलाई चाहिँ आफूले सही ढङ्गले प्रयोग गरियो भने लघुवित्तको कर्जा पनि तिर्न सकिन्छ, आफ्नो जीवनमा पनि परिवर्तन गर्न सकिन्छ। सजिलो भएको छ। मलाई एकदम मन पर्छ
यो सजिलो भएर म अगाडि बढ्न सफल भएको छु। एउटा के भन्छन् भान्जा, आमा नभएको भान्जालाई पढाएको छु। पहिले एकचोटि फेरि उहाँ भान्जाका लागि पनि ताली बजाइदिउँ। जसको सबैभन्दा प्रिय मान्छे जीवनमा कोही छ भने हरेक मान्छेको एउटा मान्छे हुन्छ, त्यो भनेको आमा। जसको आमा हुनुहुन्न, उसले सबै अभिभावकत्व गुमाउँदा पनि एउटा माइजूले अभिभावकत्व प्रदान गर्नु भएको छ। जसको केही छ र नगर्नु भएको छ, उहाँसँग केही पनि नभएको भए कसरी गर्नुहुन्थ्यो होला र। त्यसकारण यसरी लघुवित्तले उहाँको जीवनमा जसरी रूपान्तरण ल्याइदियो, त्यसले अरूलाई पनि साथ सहयोग गर्नका लागि सहयोग पुगेको छ हैन त। हजुर। हस्, यहाँलाई फेरि म जोडिँदै जानेछु। अब म फेरि त्यही बाटोबाट जर्जिना म्यामसँग जोडिन्छु। माइक यता दिनु होला। यो लघुवित्तसँग जोडिनु मात्रै ठुलो कुरा हो कि यससँगबाट सिकेका कुराहरू, यसले दिने कर्जाहरूलाई सही सदुपयोग गर्ने कुराहरू, यसले दिने तालिम, प्रशिक्षण, अरू स्रोत साधनको साथ सहयोगले यहाँहरूको जीवनमा खास भूमिका खेलेको छ कि छैन? यो जोडिनु मात्र ठुलो कुरा होइन। योसँग जुन अब यसले दिने तालिम मतलब अब त्योसँग जोडिन चाहिँ एकदम राम्रो कुरो हो। यसले जुन कर्जा दिएर हामीले गर्छौँ नि, जुन अब हामीलाई थोरै कर्जा दिएर हामीले त्यो कर्जालाई सही सदुपयोग गरेर आफ्नो जीवनलाई अगाडि बढाएर सानो सानो कुरादेखिको ठुलो कुरा बनाएर अझै त्यसलाई थप मैले एउटा ट्र्याक्टर किने भने अर्कोपट्टि 2टा ट्र्याक्टर किन्न सक्छु भन्ने एउटा क्षमताले अघि बढ्न ट्र्याक्टर र टिप्पर त तपाईँको छँदैछ, अब हजुर। के किन्ने सोच बनाउनु? अब जेसिबी किन्ने सोच छ सर। जेसिबी हजुर। निर्माणतिर लाग्दै हुनुहुन्छ अब हजुर। बिस्तारै। निर्माणको ठुलो ठुलो कामहरू गर्ने लाइनमा हुनुहुन्छ तपाईँ। हजुर। व्यवसायलाई पनि नछोड्नु होला सँगै, जुन व्यवसाय गरिरहनु भएको छ। प्लस मेरो तपाईँको एउटा पसल पनि छ। तपाईँको जुन पहिचान थियो, जुन हजुर। सुरुवातको एउटा यात्रा थियो नि, हजुर। धरातललाई चाहिँ कहिले पनि नमेट्नु होला। त्यो त मेरो सुरु उयो हो, त्यो त म कहिले बिर्सिन सक्दिनँ, त्यसलाई चाहिँ म छोड्न सक्दिनँ। नमेट्नु होला। हस्, धन्यवाद। र अब म फेरि टुकुमारी म्याम शान्ता नेपाली जीसँग आउँछु। हजुर। तपाईँ अब के चाहिँ भन्नुहुन्छ? जस्तो लघुवित्तसँग जोडिनु मात्रै ठुलो कुरा हो कि लघुवित्तले दिने साथ सहयोग, कर्जा, तालिम, प्रशिक्षणहरूले तपाईँहरूलाई अझै निखारपन अलि काम गर्नलाई उत्साह थप्ने, सहयोग गर्ने गर्छ? के गर्छ? पहिल्यैबाट पनि साथ र सपोर्ट दिँदै आउनु भएको हो, अझै पनि दिइराख्नुहुन्छ भन्ने मलाई विश्वासै छ। एउटा हाम्रो र सरहरूको जो यो संस्था छ, एउटा नङ्ग्रा मासुको जस्तो सम्बन्ध बढ्नुहोस् भन्ने यही चाहन्छु सर। अझै पनि छ एउटा ठुलो एउटा धोका छ। अब छोरीहरूले पढ्दैछन्, अझै पनि यो समूहमा अझै पनि आबद्ध छु, आबद्ध नै रहेर एउटा घर बनाउला भनेर बसौला भन्ने एउटा त्यो सोचाइ सपना छ, त्यति हो सर। कहिलेसम्म त्यो सोच बनाउनु भएको छ? त्यो पनि अब हालै सोचिराखेको छु। अब त्यो पनि सुरुवातै गर्नु पर्ला जस्तो छ। अब तपाईँलाई धेरै धेरै शुभकामना, त्यो छिटै पुरा होस्। अर्को लघुवित्त, हामी 6औं लघुवित्त सदस्य सम्मेलनमा तपाईँको त्यो कथा पनि सुन्न पाऊँ, जसको यहाँ घर बन्दैछ भन्ने कुरा होइन। र अब यहाँले चाहिँ व्यवसाय थप बढाउने केही सोचमा हुनुहुन्छ? म अब एक्लै पनि छु। अब छोरीहरू पढ्न जाने भएर अब मैले त्यसरी पनि भ्याउँदैन। मेरो अब किराना पसल पनि छ, चिया नास्ता पसल पनि छ, खाना होटल पनि छ। म आफै सबै गर्नुपर्ने, त्यही भएर म त्यसैमा खुसी छु। त्यही नै निरन्तर, त्यही नै हो, त्योभन्दा अर्को छैन। हस्, धेरै धेरै धन्यवाद। हाम्रो शान्ता म्याम, टुकुमारी म्यामलाई दिनु होला। जे गरिन्छ त्यो चाहिँ 100% सही ढङ्गले काम गरियो भने त्यसमा आनन्द पनि आउँछ र सफलता हासिल गर्न पनि सकिन्छ। यो कुरा मनन गर्दै म टुकुमारी म्यामलाई फेरि सोध्छु, अब अहिले तपाईँले जति समृद्धि हासिल गर्नु भएको छ, सफलता हासिल गर्नु भएको छ, लघुवित्तसँग जोडिनु भयो र अरूलाई पनि जोडाउनु भएको छ, अब यहाँको सोच र के छ? सोच भनेको चाडा छोराछोरीको बेदान भइसक्यो, कान्छी छोरी पढ्दैछ, त्यसको पनि बेदान गरेर यही कामलाई अब गाई फर्म र यो जुन दुना टपरी चलाइरहेको छु, त्यसलाई अब बाँचिन्जेली नै म निरन्तरता दिनुहुन्छ? निरन्तरता दिन्छु। यसैबाट मलाई राम्रो भएको छ, राम्रो नै हुन्छ। सरहरूले साथ र सहयोग पनि दिनुभएको छ। संस्थाको समूहलाई अझै राम्रो, मजबुत, बलियो बनाउन के गर्नु? मेरो आफ्नो दैनिकी मात्रै होइन, दिदी बहिनी दाजुभाइहरूलाई पनि गाउँमा
त्यत्रा मान्छेलाई दैनिकी रोजीरोटी चलाएको छु भने यो छोड्न त सक्दिनँ नि सर। यो राम्रो होइन र? के होला भन्नुहोस् त। खोइ मलाई त यसैमा खुसी छु। हो मान्छेहरूले भने नि सर मलाई यस्तो पात बेचेर पनि खान्छ कसैले? यो त पात बेच्ने काम जस्तो नराम्रो अरूको त कुरै छोडिदिनु, मेरो आफ्नै भाइले पात बेचेर खान तँलाई लाज हुँदैन? ए आफ्नै घरकै भाइले? हजुर, मेरो आफ्नै भाइले त्यसो भनेर भन्दाखेरि बुवाले भन्नुभयो हट यस्तो पत्कर सोरेर जम्मा पारेर तँलाई म ऋण कसरी दिन सक्छु? यो पत्करबाट पैसा आउँछ? ए बुवासँग ऋण माग्न जानु भएको थियो कुनै बेला? दिनु भएन? कसैले 100 रुपियाँ ऋण पनि बताउँदैन थियो। हामीलाई जुन छिमेक संस्थाहरू थिएन भनेदेखि एउटै संस्थामा बसेर हामीलाई राम्रो भएको छ। कति पहिला हामी खोजी ल्याएको संस्था हामीलाई माया छ होइन। पहिला हामीले आफै खोज्नु पर्यो भने अहिले त विभिन्न संस्थाहरू बस्नुहोस् हाम्रो राम्रो भएको देखेर होला बस्नुहोस् हाम्रोमा बस्नुहोस् भन्न आउनुहुन्छ। हाम्रो साथीहरूलाई पनि फकाउनु हुँदो रहेछ। अर्को संस्थाले अर्को संस्थामा बस्न साथीहरूलाई फकाउँदा पनि सबजनाले मैबाट प्रमुख म भएको हुनाले सबैजनाले मैबाटमा पठाउनु हुँदो रहेछ। अनि म भन्छु यसो त्यो भेलाको दिन सल्लाह गरौँला नि, उनीहरूलाई नराम्रो किन पार्नु नि होइन, सल्लाह गरौँला नि। एउटै संस्थामा बस्दाखेरि जति पनि हामीले अब 7 लाखसम्म बिना धितोको कर्जा पाइरहेको छ र हामीलाई गोल्डन पुरस्कार पनि आइरहेको छ। विभिन्न किसिमको आपत्ति विपत्ति पर्दाखेरि कर्जा पाइरहेको छ भने किन अरूमा जाने? 2-3 वटामा नबस्नुस् जसले समस्या पनि बनाउँछ भन्न खोज्नु भएको यहाँ? हजुर, 2-3 वटामा बस्दाखेरि आखिरी बचत पनि गर्नै पर्यो, किस्ता पनि जति लोन उठाए पनि तिर्नु पर्छ नि। विश्वासिलो त होइन, जाने बित्तिकै कर्जा दिन पनि हामीलाई अब कुनै भेला नै भएको छैन, हाम्रो बैठकै भएको छैन भने पनि हामीलाई 40,000 10,000सम्म ऋण खाँदाखेरि अरू पनि ब्याङ्कमा बसेका छ भने सरहरूले अन्कनाउनु हुन्छ नि, दिनुहुन्न। अहिले हामीलाई सजिलै दिनुभएको छ, के को दुःख छ र? अनि हामी अरू ब्याङ्कमा जाने। अब त्यो भनेर भन्दा त अरूलाई दुःख लाग्ला। अनि हामी भन्दैनौँ हुन्छ बैठकको दिन हामी सल्लाह गरौँला सबैजना भेला, त्यही दिन हुन्छ भनेर अनि फोन नम्बर दिनुहुन्छ। यसो सिउरेर राख्यो। अब त्यो कहाँ पुग्छ होइन, आफूलाई चाहियो भने खोजी गर्नु, दुःखै छैन किन खोजी गर्नु। भन्छु म एउटै ब्याङ्कमा बस्नु सबैजनालाई। सबैजना एउटै संस्थामा बस्यो भने सजिलो पनि हुन्छ भन्ने कुरा उहाँले गरिरहनु भएको छ। एउटैमा बस्नु र एउटैलाई निरन्तरता दिनुस् र लिएको कर्जा पनि सदुपयोग गर्नुहोस्। आफूले कर्जा लिएर अर्कालाई दिने गरेर हो धेरै मान्छे बिग्रेर अहिले लघुवित्तीय ठग यताउता भन्ने यस्तो गर्ने उस्तो गर्ने। पहिला हामीले सुरुमा गर्दाखेरि नि 30 जना थियौँ सर, तालिम दिँदाखेरि 30 जना भेला भएका थियौँ। अनि आखिरीमा पछि समाज जुटाउने बेलामा त हामीले 15 जना भेला पार्न पनि गाह्रो भयो के। यो ठग आएको हो, महिलाहरूले ठग्छ भाग्छ भनेर लगाइदिने, सबैलाई भड्काइदिने। 1 वर्षसम्म हामीले राम्रो काम गरेर देखेपछि पछि फेरि 13 जना थपिन आउनुभयो पछिल्लो वर्ष। पहिला तालिम दिएका मान्छेलाई फेरि दोहोऱ्याएर 7 दिने तालिम दिएर फेरि थपेर राखेर हामीले 28 जनाकोसम्म चलायौँ। अहिले चलिरहेछ। हस्, फेरि म यहाँसँग कुरा गर्ने नै छु अत्यन्तै संक्षिप्तमा। अब अन्तिम हजुर, अत्यन्तै तपाईको अनुहारले नै बताउँछ तपाईँ अत्यन्तै खुसी हुनुहुन्छ। छिमेक हामीले खोजी छिमेक ब्याङ्कलाई ल्याएर हामीले यति गरेका थिएनौँ, 15,000देखि हामीलाई सुरु गरेर बाटो देखाइदिनु भएको थिएन भने मेरो दिन आज कहाँ पुग्थ्यो होला। मेरा छोराछोरीले यस्तो उच्च शिक्षा लिएर पुरा पढाएर 4 वटाको वेदन पनि गरिसके र अब एउटा कान्छी छोरी बाँकी छ, त्यसले पनि अब 1 वर्ष बाँकी छ पढ्नु। सबै यस्तै हँसिला मान्छे हुनुपर्छ लघुवित्तमा लाग्ने, कमसेकम यो हाँसोका लागि ताली बजाउँदा सबै यस्तै हँसिला हुनुपर्छ। कसैको अनुहारमा निराशा नहोस्, अँध्यारो बनाउन नपरोस् कसैले अनुहार। खुसीका साथ यसरी गर्वका साथ आफूले एउटा हासिल गरेको सफलता दुनियाँलाई सुनाउन पाइयोस्। यस्तै सफल मान्छेहरूका कथाहरू हामी सुनाउन तपाईहरुको बीचमा उपस्थित छौं। र म अर्को हाम्रो छाया म्यामसँग जोडिन्छु। जय लघुवित्त। हजुर, जय छिमेक, जय लघुवित्त। हजुर, अझै भन्न पाइन्छ। हस्, हाम्रो छाया म्यामलाई माइक दिनु होला। यहाँको अबको योजना के छ र कर्जाको चाहिँ सदुपयोग गर्ने जुन लघुवित्तलाई क्षेत्रलाई अझै राम्रो बनाउन तपाईको पनि एउटा सदस्यको हिसाबले के भूमिका हुन सक्छ र रहन सक्छ? कस्तो हुन्छ एउटा सदस्यको भूमिका? मुख्य गरेर त सबैभन्दा हाम्रो केन्द्र बलियो हुनुपर्छ। केन्द्र बलियो बनाउन केन्द्र प्रमुखको ठुलो भूमिका हुन्छ। सदस्यलाई संस्थासम्म जोड्याउने काम केन्द्र प्रमुखले गर्नु पर्दो रहेछ भन्ने कुरा एकदमै
मनमा लाग्यो केन्द्र प्रमुख चाहिँ बलियो भएन भने केन्द्र पनि छताछुल्लो हुने रहेछ। एका दुई केन्द्रहरू त्यस्तो देखेका थियौँ। त्यसकारण हामी तालिम लिएर केन्द्र बलियो बनाएका छौँ र संस्थामा कारोबार गरेर हामीले लिएको कर्जाको सही सदुपयोग गऱ्यौँ भने कुनै पनि काम गर्नुभन्दा पहिला योजना बनाएर मात्रै काम गर्नु पर्दो रहेछ। योजनामा हामी कति रकम लिँदैछौँ, हामी बसेको ठाउँमा कुन व्यवसाय गर्न उचित छ, हाम्रो व्यवसायको बजार व्यवस्थापन कहाँ गएर गर्ने, कुन सिजनमा हामीले कति मूल्यमा कारोबार गर्न सकिन्छ, सधैँ एउटै मूल्य लिएर हुन्न, समय हेरेर आफ्नो बजार व्यवस्थापन गर्न सक्नु पर्दो रहेछ भन्ने ज्ञान पायौँ। त्यसबाट व्यवसाय गर्ने एकदम राम्रो भयो। संस्थाले सहयोग नगरेको भए आज हामीले यो व्यवसाय गर्ने सिप पाउने थिएनौँ। पटक पटक लर्खराएका पाइलाहरूलाई मेरो संस्था नवप्रतिभाले मलाई दायाँ बायाँ लाग्न दिएन। उठ्नुहोस्, घुँडा नटेक्नुहोस्, हामी साथ दिन्छौँ भन्नुभयो र त्यही हौसला पाएर नै आज मैले आफ्नो आत्मबल बढाएर आफ्नो पेसा गरेर समाजमा मैले पहिला भोगेका पीडाहरूलाई सम्झिँदै सम्झिँदै अहिलेको समयमा मैले मेरो समूहका दिदी बहिनीहरूलाई म आफूले केरा खेती गरेको छु, कागती खेती गरेको छु। यही संस्था नवप्रतिभाबाट लोन लिएर त्यो खेतीबाट मैले 2 जना दिदी बहिनीहरूलाई रोजगार दिन सफल भएको छु। म मेरो संस्थालाई जति धन्यवाद दिँदा पनि पुग्दैन। त्यति मात्रै नभएर मलाई अझै बुङ्गुर पाल्ने सोच भयो। ब्राह्मणकी छोरी यस्तो बुङ्गुर नपाल भन्ने इष्टमित्रहरू आउनुभयो, तर मानिन। संस्थासँग गएर संस्थासँग सल्लाह गर्दा पाल्नुहोस्, काम गर्न हुन्छ भन्नुभयो। मैले 2-3 वटा बुङ्गुरबाट सुरु गरेँ। 32-33 वटासम्म बुङ्गुर पाल्न सफल भएँ। त्यस बुङ्गुरलाई म लाज मान्थिनँ। जवाफ दिन नसके पनि नबोली नबोली बुङ्गुरको बच्चा म आफै बोकेर पनि बेच्न जान्थेँ। ठुलो जान्थे सर, म घरमै पुर्याइदिन्थेँ। गाउँहरूमा बेच्नुहुन्थ्यो? हजुर, अर्डर गर्नुहुन्थ्यो। मलाई बच्चा चाहिएछ, एउटा बाइक किनेको थिएँ संस्थासँग लोन लिएर। श्रीमानले चलाउनुहुन्छ। श्रीमान श्रीमती हामी दुवैजना मिलेर काम गर्छौँ सर। अहिले श्रीमानको पूर्ण रूपमा साथ छ यहाँलाई? साथ छ, मेरो बच्चाहरूको पनि साथ छ। अहिले त बच्चाहरूले भन्छन् अब त पुग्यो, धेरै दुःख गर्नुभयो बाबा मम्मी, अब नगर्नुहोस्, हामी सहयोग गर्छौँ भन्छौँ। तर मेरो मनले मान्दैन। अहिलेसम्म त बच्चाहरूको लागि गरेका थियौँ, समाजको लागि गरेका थियौँ, आफ्नो पुर्खाको लागि गरेका थियौँ। अब आउने दिनमा हामीले आफ्नो लागि गर्नुपर्छ, हामी हाम्रो लागि खुसी हुनका लागि केही गर्नुपर्छ भन्ने जवाब दिन्छु। छोराछोरी सन्तुष्ट म एउटा यहाँलाई हुन्छन्। प्रश्न गर्छु। हजुर, यति बेला यो कार्यक्रम, यो छलफल तपाईँ बोलेको जहाँबाट हेरिरहनु भएको छ र भोलि पनि हेर्नुहुन्छ यो, हजुर। होइन? त्यहाँ चाहिँ खास गरी तपाईँले के सन्देश दिन चाहनुहुन्छ लघुवित्तका सम्पूर्ण सदस्यहरूलाई? मैले खासै मुख्य सन्देश त के दिन्छु भने जति पनि हाम्रो लघुवित्तमा आबद्ध भएका साथीहरू हुनुहुन्छ, उहाँहरूले कर्जा त माग गर्नुहुन्छ, कर्जा लिनुहुन्छ, सही सदुपयोग नगरेर दुःख पाउनु भएको छ। योजना नबनाएर काम गर्दा कर्जा डुबेको छ, विकृति छ। श्रीमानहरू खाडी मुलुकमा जानु भएको छ। हाम्रो परिवारको लागि सदस्यले संस्थामा लोन लिनु भएको छ। बुझ्नु भएन भने त्यो लोनलाई सही सदुपयोग गर्नु भएन। एउटा संस्थामा बस्नु भएको छ, फेरि अर्को संस्थामा पुरानो ऋण तिर्न नसकेर अर्को संस्थामा जानु भएको छ। फेरि लोन खाँदा सेवा शुल्क काटिएको छ, उहाँहरूले त्यो कुरा बुझ्नु भएको छैन। एउटा व्यवहार मिलाउँछु भनेर अर्को संस्थामा जानुहुन्छ, त्यहाँ फेरि अर्को पटक सेवा शुल्क काटिन्छ। त्यस्तै गरेर हाम्रो ऋण बढ्दै बढ्दै जान्छ, घट्दैन। त्यसकारण म दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भने 1वटा वा 2वटा भन्दा बढी संस्थामा नबस्नुहोस्। हामीलाई समस्या पर्छ, संस्थामा जानुहोस्, संस्थामा गएर समस्या राख्नुहोस्। मलाई यति कर्जाले पुगेन, मैले थप व्यवसाय गर्छु, मलाई सहयोग गर्नु भन्नुहोस्। संस्थाले हजुरहरूलाई मजाले साथ दिनेछ। म आशा गर्दछु आगामी दिनमा कुनै पनि दिदीबहिनीहरूले श्रीमान बाहिर भएको बेलामा पैसाको सही सदुपयोग नगरेर श्रीमान आउन्जेलसम्म श्रीमानको कमाई पनि छैन, श्रीमान घर आउँदा श्रीमती पनि घर छैन, यस्तो घटनाहरू नहोस्। लाल बाल बच्चाको चिल्लीबिल्ली नहोस्। म नेपाल सरकारसँग पनि के भन्न चाहन्छु भने हाम्रो आवाज नेपाल सरकारसम्म पुर्याउन सफल भओस्। खास गरेर हाम्रा कृषि गर्ने, कृषिपट्टि, कृषि व्यवसायपट्टि
फोकस गरोस्। पढे लेखेका हामी छैनौँ, नपढेकाहरूलाई सानातिना कृषि व्यवसायमा सहयोग गरेर हामीले आम्दानी गरेका चिजहरूलाई हाम्रो देशमा चलाउन सकियोस्। बाहिरी देशबाट खाद्यान्न ल्याएर पेट पाल्न परेको छ, नाम छ कृषि प्रधान देश, तर आफ्नो देशमा उब्जनी नगरेर बाहिरबाट खान परेको छ। आगामी दिनमा हामीले आफ्नो पैसा, आफ्नो सम्पत्ति बाहिर देशलाई दिन नपरोस्, हस्। आफ्नै देशमा राख्न सफल भइयोस् भन्न हस्। चाहन्छु सर। लघु वित्तले एउटा आफ्नै जीवनप्रति प्रश्न गरिरहेका मान्छेहरूलाई समाजको मूलधारमा ल्याउँछ भनेकै यही हो। हेर्नुहोस् त उहाँको प्रस्तुति कुन तहको छ। उहाँ कुनै दिन आफैलाई ऋण माग्न जाँदा नपाएको मान्छे आज एउटा उद्यमी बनेर दुनियाँका हरेक कुराहरूसँग साक्षात्कार गर्न सक्ने र आफ्ना कुराहरू प्रष्टसँग राख्न सक्ने बन्नुभएको छ। कमसेकम यो सचेतना र एउटा अवेरनेसका लागि पनि लघु वित्त क्षेत्रको यो सम्पूर्ण टिमको हाम्रो चाहिँ नि इफोर्ट हो। तपाईहरुको भूमिका छ, सबैको भूमिका छ। त्यसकारण म जोरदार तालीका लागि हार्दिक अनुरोध गर्दछु यसका लागि पनि। र अहिले मैले सर अझै पटक पटक गरेर 12 पटक कर्जा लिएँ। हजुर, टोटल मैले नवप्रतिभासँग 43 लाखसम्म मैले अहिलेसम्म कर्जा लिएर तिर्दै आएको छु। 43 लाखको 43 कर्जा नियमित लाखसम्म। तिरिरहनु भएको छ। मैले कुनै कर्मश समस्या गरेर छैन। लाख, 1.5 लाख, 2 लाख यस्तो गरेर 12 पटक 13 पटकसम्म मैले हो, कर्जा अहिले लिइसकेँ। हामी लघु वित्त क्षेत्रमा समस्या छ भनिरहेका छौँ, समस्या छ भन्छौँ, तर त्यसो होइन। जब सदस्यहरू सक्षम, सबल, सफल र उद्यमी एउटा उद्यमशीलको क्षेत्रमा लाग्छन् नि, तब यो लघु वित्त क्षेत्रमा केही पनि समस्या छैन। जब सदस्यहरू नै तपाईहरु राम्रा पर्दैनन् नि, तब चाहिँ समस्या सुरु हुन्छ। जो यहाँ बसिरहनु भएको छ, हामी यति मात्रै राम्रा भयो भने पनि दुनियाँलाई देखाउनका लागि यतिले पुग्छ र अरूलाई राम्रा बनाउँदै जाने हो। जहाँ बिग्रेको छ त्यहाँबाट सुरु गरौँ, जहाँनिरबाट समस्या छ त्यहाँनिरबाट समाधान सुरु गरौँ। र अब म मन्जु म्यामलाई, हजुर। ठुलो व्यवसाय त मैले गर्न सकेको छैन। सानो सानो गर्दै जाँदा मेरो टेक्ने जमिन नभएको थियो। अहिले हाल आएर मैले 6 कट्ठा जग्गा किन्न सफल भएको छु। हजुर, 6 कट्ठा जग्गामा आय आर्जन गर्छु। पहिला मैले केरा खेती अर्काको जमिनमा गर्थेँ भने अहिले केरा कागती म आफ्नै जमिनमा उत्पादन गरेको छु। मलाई एकदमै खुसी लाग्छ। म मेरो संस्थालाई एकदम धन्यवाद दिँदा पनि पुग्दैन के। मलाई आज यहाँसम्म पुर्याउन, यहाँ यति धेरै सहभागीहरूसँग जोड्न, सबैको समस्याहरू सुन्न, मेरो मनमा बसेका गाँठाहरूलाई फुकाउने अवसर दिएकोमा हस्, धेरै धेरै संस्थालाई र यो आयोजक टिमलाई पनि म एकदम धन्यवाद दिन्छु सर। हस्। अब हामी मन्जु देवी सदार, हजुर। अब तपाईले चाहिँ के गर्न खोजिरहनु भएको छ? अरू थप लघु वित्तसँग सहकार्य गरेर, संस्थासँग सहकार्य गरेर? सहकारीसँग मैले सोचाइए छ। अब दुईटै छोरा गएको छ बाहिर, पैसा आएपछि तिनटैले ग्यारेज खोलिदिन्छु। बाउ छोरा अब बाहिर जान पाइँदैन, यी ग्यारेज खोल्ने, यी कमाउने, यी खाने, त्यो सोचाइ त्यही छ। अब सबै परिवार सँगै सँगै सुखी साथ बाँच्ने। त्यही भएर मैले भने कि अब एउटा त खोजेकै छु। अब दुईटा खोलिदिन्छु। दुईटै दाजुभाइ आउँछ विदेशबाट, अनि त्यो खोलेर सब परिवार मिलेर बस्छु, खान्छु, बस्छु। अहिले त दुःख केही छैन सर। हाम्रो त धेरै सुख पाए जीवन विकासबाट। मरेको मान्छेलाई त उभ्यायो, धेरै खुसी छु हामी। योबाट धेरै खुसी छु जीवन विकासबाट। खानै थिएन, लाउन थिएन, केटाकेटी भक्कै बस्थ्यो। राति सुत्दाखेरि तारा पनि हेर्थिए। अहिले त पक्काको घर 2 बन्डल बनाएको छु, छतको घर बनाएको छु। अहिले बुढोले बेसा 3 जनालाई खटाइराखेको छ। अब जता ठिका लिन्छ घर 3 लाख 4 लाखमा लिन्छ, अनि सबैलाई खर्च बच्छ पैसाले। मजाले मैले 7 लाखको किस्ता तिरिराखेको छु। अहिले 7 लाखको किस्ता तिरेर संस्थामा 7 लाखको किस्ता तिर्दैछु। एउटा छोरा जानेमा 12 लाख लाग्यो, एउटाको 8 लाख लाग्यो बाहिर जाँदा। अनि त्यो अलिअलि संस्थाबाट पनि निकाले, अलिअलि कमाएको थियो, त्यति खोज खालेर दुईटैले पठाएको छ। एउटालाई 2 वर्ष भयो, एउटालाई 1 वर्ष भएको छ सर। जीवनमा कसैलाई धन्यवाद दिन पर्यो भने कोलाई चाहिँ धन्यवाद दिनुहुन्छ आज? म त धन्यवाद त कसलाई दिन, जीवन विकासलाई धन्यवाद दिन्छु। मलाई कसैलाई धन्यवाद, कति मान्छेले छिमेकीले खोक्थ्यो, जीवन विकास बेलामा धन्यवाद दिन्छु। दिन पनि जीवन विकासले दिन्छु धन्यवाद। यो तहको एउटा लघु वित्तको साथ सहयोग सदस्यहरूलाई भयो भने नि, सायद मलाई लाग्छ देशमा सुख खोज्दाखेरि खुसी बिर्सिने मान्छेहरू अलि पर पुगेका छन् नि आज।
ती मान्छे सबै देशमै रहनेछन्। जस्तो उहाँले परिवारको खुसी साथ हामी बाँच्न चाहन्छौँ। अहिले सुख खोज्न दौडिरहनु भएको छ उहाँका छोराहरू भनेको स्रोत साधनमा हामी खुसी हुन्छौँ। त्यो स्रोत साधन यहीँ भयो भने त खुसी पनि मिल्दो रहेछ। मिल्दो रहेछ। अब ऋण काट्दाखेरि कसैले ऋण दिँदैन थियो, 1 टका माग्दाखेरि एउटै लुगा लगाउँछ। के भन्थ्यो, घर थिएन, छिमेकीले के भन्, 3वटा इँटा ल घर बना भन्थ्यो छिमेकीहरू। अनि 3वटा इँटाको घर हुन्छ? अनि त जिस्काएको गिजियाको कुरो काटेको, अनि 3वटा इँटा लग अनि घर बना भन्थ्यो हामीहरूको। अब हामीहरू सुनेर बस्थ्यो, अब छैन अनि के गर्नु। अब भन्ने बेला भनौँ, जीवन विकासबाट छिरेर अहिले मैले त कहाँसम्म पुगेको। के भन्छन्? अहिले मान्छे त मेरै घरमा उसकै घर छैन अहिले। उनीहरूको उसकै छैन घर। मलाई जसले खोक्ने जानकार उसलाई नै घर छैन। अहिले 2 बिटा घर बनाएको छु, बाथरुम बनाएको छु, आँगन ढलाइ गरेको छु। हिलोमा बस्थिए, अहिले ढलाइ गरेर पुरै राखेको छु। टोयलेट, बाथरुम, धारा सबै जोडेको छु। त जीवनै विकासले, अरू मलाई केले सहयोग छैन। जीवन विकासले मलाई उभायो, अरू केही छैन। कहिले काहीँ मनमा चाहिँ यो छोडौँ क्या हो, खासै गर्न छैन मनमा। यी मान्छेहरूले पनि त्यति धेरै राम्रोसँग कुरा गरेनन्। छिमेकीले पनि मतलब भनेको सहयोग भन्छ नि छिमेकीहरू जहिले कमाउने बेला भयो त अब त बोल्दैनस्, कसैलाई टेर्दैनस्। किन टेर्छु? त्यति बेला तिमीहरू के भनिस्? सबैले मनमा छ नि। अब किन टेर्नु? अब त 2टा बाहिर कमाउनु छ, बुढोले कमाउँछ, के को दुःख? अब जो गरिब दुखी छन्, जोसँग छैन, अब ती मान्छेहरूलाई तपाईँ जस्ता मान्छेले भन्नु पर्यो, सिकाउनु पर्यो। सिकाइरहेको छु सर सबैलाई, हामीले सबैलाई। अहिले 39 जना छ केन्द्र हामीहरूको, 39 जना छ। जो दिन दुखी छन् नि, तपाईँ नहुँदा जस्तो भन्थे नि छिमेकीले 3टा इँटा लैजा घर बना, हजुर हो त्यस्तै दुखी मान्छेहरूलाई अब तपाईँ हुनुभयो नि, अब तपाईँले पनि साथ सहयोग गर्नुपर्छ। गर्छु त, आउँछ त गर्छु। अब भोकै प्यासेको छैन, ऋण कर्जा लाउँछु, दिन्छु पैसा। अस्ति आयो छोरोले पठायो, 1 जनाले 1 लाख दिएको छु ब्याजमा, 3 टका ब्याज। त्यति बेला थिएन, अहिले पैसा भयो त ब्याजमा लगाउँदैछु। यो जीवनै विकासबाट भयो नि। त्यति बेला हात पसारी माग्दै हिँड्थे, रुन्थे। अहिले त मैले कहाँसम्म पुगिसकेको छु, यो जीवन विकासले। हस्, धन्यवाद धन्यवाद धन्यवाद। ल, हाम्रो जीवन विकास छाया म्याम, आज धन्यवाद दिनु पर्यो भने तपाईले कोलाई धन्यवाद दिनुहुन्छ? सर्वप्रथम त म मेरै संस्था नवप्रतिभालाई दिन्छु, किनकि मलाई यहाँसम्म यसरी सबैसँग भेट हुने अवसर जुटाइदिएको छ। मेरो आत्मबल बढाएर मलाई सक्षम बनाएको छ। एउटा अनपढ महिलालाई पढे लेखे बराबर काम गर्न सक्ने योग्य बनाएको छ। साथसाथै यो कार्यक्रमका आयोजकलाई पनि धेरै धन्यवाद दिन्छु, किनकि सबैका समस्या समेट्ने मौका बनेको छ। हाम्रो एउटा चाड जस्तो लागेको छ आज। यो त उत्सव हो, एकदम उत्सव जस्तो लागेको छ। यो महत्त्वपूर्ण उत्सव हो। तपाईहरुले कति बुझ्नु भएको छ? यो सानो आँटले, सानो सोचले बनेको कार्यक्रम होइन यो 5औं राष्ट्रिय लघु वित्त सदस्य सम्मेलन। यसका सम्पूर्ण आयोजकलाई म्याम सँगसँगै मैले पनि भन्छु, सम्पूर्ण आयोजक र यसको नेतृत्वकर्तालाई कम से कम धन्यवादका लागि ताली बजाइदिनु होला कृपया। यो तपाईँ हामी सबैलाई हेर्नुहोस् त कसरी जोडिरहनु भएको छ। यो जोड्नु सानो आँट र सानो साहसले हुँदैन यो कुरा। हस्, धन्यवाद। अरु केही छ? सर अझै आँट आयो यहाँ आइसकेपछि मलाई। अब त म मेरो केन्द्रमा गएर यस्तो भन्छु केन्द्रलाई, हामी जस्ता पीडित अरू पनि छन्, हामी हिम्मत हार्नु हुँदैन, हामीले गर्नुपर्छ। म त यस्तो ठाउँमा गएँ, सबैको समस्या सुने, मेरा पनि समस्या पोख्न पाएँ। म खुसी छु, म सहयोग गर्छु भन्छु। संस्थामा बसिसकेपछि यस्तो सिकेँ कि अहिले समाजमा मलाई कुनै काम भयो भने बोलाउनुहुन्छ। म स्कुलमा पनि समितिमा राख्नु भएको छ, बस्न पाइयो। समितिमा दिगो वन समिति छ हाम्रो, दिगो वन समितिमा पनि मलाई अहिले कोषाध्यक्षको भूमिका गर्न दिनु भएको छ। म नगर्नेहरूले अहिले खोज्न थालेका छन्, तपाईलाई खोज्न थालेका छन् सर। एकदम खुसी लाग्छ के गर्छु। म नपढे पनि म कोषाध्यक्षको भूमिका चलाउन सक्षम बनेको छु। त्यो मेरो संस्थाको देन हो। संस्थाले गर्दा मलाई यति सक्षम बनाएको छ, बलियो बनाएको छ। सुन्न त धेरै मन छ, तर समय हामीसँग कम छ है। सुन्न धेरै मन छ, समय कम छ। केही छैन, ठिकै छ। यही कुराहरू सुन्दाउनु पर्छ, सुन्दै जानुपर्छ। र अब म टुक म्याम, यहाँले धन्यवाद
आज भन्न पाउनु भयो भने कसलाई चाहिँ धन्यवाद दिनुहुन्छ? कोलाई दिनुहुन्छ? कृपया सबैभन्दा अलि पहिला माथि माइक छिमेक लानु होला। ब्याङ्क। सबैभन्दा पहिला छिमेक ब्याङ्कलाई दिन्छु। छिमेकलाई दिनुहुन्छ हजुर सबैभन्दा पहिला? सबैभन्दा पहिला मलाई यो ठाउँमा पुर्याउने हाम्रा गाउँका दिदीबहिनीहरूलाई रोजीरोटी नचलेर कति दुःख भएको थियो। त्यत्रा गाउँ मैले 7 गाउँका दिदीबहिनीहरूलाई रोजीरोटी र छिमेकी ब्याङ्क उसको छिमेकको तर्फबाट पैसा अब त्यहीँबाट ऋण ल्याएर अनि त्यसैबाट गरेको लगानीले त्यत्रा जनालाई रोजीरोटी दिएर फेरि उनीहरूलाई पनि यो छिमेकमा बस्नुपर्छ भन्ने ऊ दिलाएर उनीहरू पनि छिमेकमा बसेर उनीहरूको पनि ल है फलान दिन किस्ता छ भनेपछि त्यो दिन मैले किस्ता जसरी पनि तयारी पार्नु पर्थ्यो। बाध्य हुन्थेँ। ऋण खोजेर हुन्छ, म उल्टै छिमेकबाट ऋण बोकेर हुन्छ, अरूसित कर्जा खोजेर हुन्छ। पहिला हामीलाई कर्जा नपत्याउनेले अहिले 10 लाख कर्जा माग्न जाउँ न, म हात थापौँ, नमस्कार गरेर दिनुहुन्छ। त्यो केको तहको लागि? उपलब्धि हासिल भएको छ। हजुर के को लागि त? यही छिमेकले गर्दाखेरि होइन हामीलाई। विश्वास बढ्यो, तपाईहरुको काम देखियो। यो भनौँ न पहिला हाम्रो खोजी खोजिकन हाम्रो हातमा छिमेक ल्याएको थिएनौँ भने यो दिन हामीलाई कसले ल्याइदिन्थ्यो? हस्, धन्यवाद धन्यवाद। उहाँहरुको अहिले कुरा सुन्दै चाहिँ सुनिरहँ जस्तो अहिले छ कि 50 दैनिक 50 लिटर दुध मेरो डेयरीमा जान्छ। अहिले हजुर 13 वटा गाई भैँसी छ। त्यसमा अब त्यो पातको दुना टपरीको काममा पनि 200-250 जना अझै पनि रोजगारी हुनुहुन्छ सिजनमा। अनि ट्र्याक्टर किन्दा छोरालाई ठेकदारको काम गर्छ, उसले ड्राइभर लेबर मिस्त्री राखेको छ। उनीहरू 14-15 जना उनीहरूले पनि रोजगारी पाएछन्। अनि त्यो भन्दा गाउँमा त तपाई केही नभएको मान्छेबाट ठुलो रोजगारदाता बन्नु भएछ हैन अहिले? अहिले अब कसैले पनि मलाई कहीँ जाउँ, मलाई 2-4 हजार भनौँ 2-4 लाखको खर्च खाँचो पर्यो भने नाइ भन्ने कोही छैन। मसँग उल्टै ऋण माग्न आउँदाखेरि मैले दिएको छु र गाउँले दाजुभाइहरूले कोही कोही त अलि नराम्रो खराब विचार गरेका हुन्छन् नि, गर्दा 25-30 लाख रुपियाँ मेरो डुबेको पनि छ। राम्रोसँग अब सहयोग गर्नु भन्ने लाग्छ। अब माया लाग्छ, आफ्नै जस्तो दुःख भयो होला, उनीहरूलाई पनि आएर बिलाना गरेपछि होस् त नि तिर्ने उसले हो, दिउँ, आफूले राखेर पो के फाइदा छ र भन्यो। सहयोग गर्यो, आफूसित नभए पनि मैले अरूसित मुख लाएर सहयोग गरेको भरमा पनि मेरो 25-30 लाख रुपियाँ डुबेर अहिलेसम्म उठाउन सकिरहेको छैन र त्यही पैसाको कारणले म अलिकति दुखी चाहिँ छु। हस्, धन्यवाद। त्यो पैसा आफै तिर्छु। हुन्छ हुन्छ। त्यो बदनामी हुन चाहन्न, उसले मलाई नतिरे पनि म जवानी बसेर ल्याएको पैसा हो नि, मैले आफैले तिरिरहेको छु। हस्, धन्यवाद। त्यो पैसा उठोस्, हामी यही कामना गर्छौँ यहाँबाट है त। ल अब हाम्रो शान्ता म्याम, आज तपाईले धन्यवाद चाहिँ दिन चाहनु भयो भने अथवा मन लाग्यो भने कोलाई चाहिँ धन्यवाद दिनुहुन्छ? आत्मनिर्भर लघु वित्तलाई, त्यसमा जति पनि हुनुहुन्छ कर्मचारीहरू, म्यामहरू, सरहरू सबैलाई धन्यवाद दिन्छु। उहाँहरूले नै गर्दाखेरि मैले आफ्नो जीवन चलाउन सकेँ, मैले छोराछोरीको अगाडि बाँच्न सकेँ, छोराछोरीलाई बचाउन सकेँ। अनि उहाँहरूलाई त मैले विशेष धन्यवाद त दिनै पर्यो नि सर। त्यही भएर म मनैदेखि हृदयदेखि नै उहाँहरूलाई धन्यवाद दिन्छु। हस् हस्, धन्यवाद। छोटो मिठो के लिनु। जर्जिना म्याम, हामी यो धन्यवाद सेसनमा छौँ, कसलाई धन्यवाद दिनुहुन्छ? म मेरो मौली संस्थालाई नै धन्यवाद दिन चाहन्छु, किनभने यो संस्थाले मलाई कर्जा दिएर मैले यतिसम्म सक्षम भएर अघि बढेको छु। अगाडि पनि बढौँ भनेर मेरोमा होइन अघि बढ्ने एउटा सोच पनि छ। म त्यही भएर संस्थालाई धन्यवाद दिन चाहन्छु। ल अब हामी हिरा म्यामसँग लिन्छौँ। म किसान बहुउद्देश्य सहकारी संस्थालाई धन्यवाद दिन चाहन्छु। हस्, यहाँहरूले आफ्नो संस्थालाई र आफूसँग जोडिएका सदस्यहरूलाई र आफ्नो परिवार र यो आयोजकलाई चाहिँ धन्यवाद दिनुभयो। र म चाहिँ सबैभन्दा बढी धन्यवाद तपाईहरुलाई दिन्छु, किनभने जसले यो समाजमा केही पनि हुँदैन, सकिँदैन, समस्या छ, तिमी त केही नभएको मान्छे, के काम गर्न सक्छौ र तिमी त यतै घरतिरै बस्ने हो भनेर भन्दा पनि आफ्नो मनको एउटा चाहना र इच्छालाई मर्न नदिएर आज जिउँदो मात्रै बनाउनु भएन, रोप्नु मात्रै भएन,
हुर्काएर बोट नै बनाउन सफल हुनुभयो। यो बोट बनाउने मेरा 6 जना प्रिय आदरणीय व्यक्तित्व, जो एउटा उदाहरणीय व्यक्तित्वहरूलाई म तपाईहरू 6 जनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र त्यसपछि यता बस्नुहुने सम्पूर्ण लघुवित्त कर्मीहरू, जसले लघुवित्त मार्फत समाजमा रूपान्तरण, परिवर्तन र एउटा सक्षमताको नारा र सफलताको उद्घोष सहित यो संसारमा एउटा सन्देश प्रवाह गर्नका लागि यहाँहरू निरन्तर लागिरहनु भएको छ। आफ्नो जीवनको साह्रै सुन्दर समय र उमेरहरू यहाँहरूले लघुवित्त क्षेत्रमा खर्चिनु भएको छ। यहाँहरूको जीवनमा जुन तहको सफलताको हासिल भएको छ, आगामी दिनमा अझै सफलता होस्। यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। यहाँहरू नभएको भए यो तहको कार्यक्रम हामी सफल बनाउन सक्दैनौँ। र अघिल्लो रोमा बस्नुहुने म यहाँ देखिरहेको छु हाम्रो आदरणीय व्यक्तित्व, लघुवित्त क्षेत्रका आदरणीय व्यक्तित्व शङ्करमान श्रेष्ठ सर देखिरहेको छु। उहाँको टिम, आयोजक, सम्पूर्ण टिमहरू मैले यहाँ देखिरहेको छु। मैले एक एक गरेर नाम लिन सकिनँ, माफ गर्नुहोला। यहाँहरूको जुन किसिमको सोच छ, यो टिम छ, आयोजक समूह छ, विभिन्न लघुवित्त संस्थाहरू यसमा जोडिनु भएको छ र यो तहको चाहिँ नि जमघट बनाउनु भएको छ। यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। कम से कम एउटा नवलपरासीदेखि पूर्वदेखि पश्चिमसम्मका यो तहको सफलता हासिल गरेका आदरणीय व्यक्तित्वहरूलाई हामी संसारको बीचमा सम्भव छ भन्न त सकेका छौँ नि। कम से कम सम्भव छ भन्न त सकेका छौँ नि। यसका लागि म एकचोटि जोरदार ताली बजाइदिनुका लागि हार्दिक अनुरोध गर्दछु प्रिय साथीहरू। र तपाईहरूलाई विशेष धन्यवाद। आयोजकदेखि लिएर सम्पूर्ण सहभागीहरूलाई धेरै धेरै धन्यवाद सहित आजको यो जुन 5औं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको पहिलो सेसन यहाँहरूले सुनि नै हाल्नुभयो। लघुवित्त सदस्यहरूको अनुभव र उन्नति बारे मनको कुरा, कतै अलिकति भावुकता जस्तो, कतै अलि बढी उत्साह जस्तो, कतै अलि पछाडि पुग्दा, जिन्दगीको सुरुवातको समयमा पुग्दा कतै मनमा चिसो पसेर मेरो त्यो पनि दिन थियो भनेर अलि भावुकता जस्तो, मान्छे न हो, मन न हो, अलि कोमल भइहाल्छ। आँसु झर्न सक्छ, उमङ्गित भएर हाँसो फुट्न सक्छ। दुईटैलाई स्वाभाविक रूपमा ल्याइदिनु भएकोमा तपाईहरू सबैलाई फेरि पनि एकपटक पुनः धन्यवाद सहित यो सेसन यही बिट मार्छु। यहाँहरूले साथ दिनुभयो, आयोजकप्रति पनि आभार प्रकट गर्दै म सङ्गम महत यहाँहरूको बीचबाट बिदा हुन्छु। यहाँहरूलाई धेरै धेरै धन्यवाद। नमस्कार, शुभ दिन।